I like it hot. Pelican Terrace. नमस्कार हो नमस्कार. कन्स्ट्रक्सन मेसन पेसाको तहले अन्तर्गतका दक्षताको एकाइहरूको स्रोत परीक्षणमा सम्मिलित भएका छन्। मेरो नाम सुदर्शन चौधरी. म विगत 7 वर्षदेखि काम गर्दै थिएँ सर. अनि म लगभग 3 वर्षसम्म ज्यामी काम गरेँ. घर परिवारसँग अलि घरको समस्याले गर्दा पहिला त ज्यामी गर्थेँ. यो लिन जा त्यो लिन जा भन्नुहुन्थ्यो होइन. सिप परीक्षण गर्दा सरहरूले सिकाउनु भयो, हौसला दिनुभएको थियो कि ल यस्तो गर्नुपर्छ, स्टेट हेडर बन्ड, इङ्ग्लिस बन्ड के सिकाउनु भएको छ. हामीलाई त कहिले पनि थाहा थिएन. गरिरहेको कामलाई नि होइन इङ्ग्लिस बन्ड कसलाई भन्छ, हेडर बन्ड हेड स्टेचर कस्तोलाई भन्छ भने होइन. अनि स्कप फोल्डिङको पनि सबै सिकाउनु भयो. तर काम गर्ने बेलामा सरहरूले भन्नुभयो डराउनु पर्दैन, हौसला दिनुभयो होइन कि ल तिमीले गरिरहेको काम किन डराउँछौ, तर फेल हुन्छु जस्तो लाग्थ्यो के यस्तो डर हुन्छ नि मनमा. तर उहाँ सरहरूले चेक गर्नुभयो, गुड भन्नुभयो कि ल सुदर्शन ल तिमी ठिक छौ, त्यतिमा हेर्नुहोस् यति ढुक्का. फिल्टर एनबी क्युएस एकदम गुड धन्यवाद भन्न चाहन्छु होइन. किनकि उहाँले गर्दा मभन्दा ठुलो मिस्त्रीहरूसँग त्यही लेभलमा भयौँ. जस्तै कि एउटा कम्पनीमा काम गर्न जाँदा मभन्दा हेर्नुहोस् 10 वर्ष जेठो मिस्त्रीले लेभल 2 को प्रमाणपत्र देखाएपछि त म पनि त देखाउन सक्छु नि. सक्षम त भयो नि सर. म पहिला काम गर्न जाँदा हेर्नुहोस् होइन आउँथेँ जान्थेँ यही बाटो हिँड्थेँ होइन. मिस्त्री आयो, यो मिस्त्री आयो, मिस्त्री त हो. गाउँमा काम पनि पाइन्न थियो सर. डुलेर जान्थ्यौँ, घर परिवारबाट टाढा पनि थियौँ. तर लेभल 2 को प्रमाणपत्र पाएपछि गाउँको मान्छेले पनि भन्छन् कि ल है यो फलाने गर्दो रहेछ, ल तैँले भनेको. कन्स्ट्रक्सन लाइनमा काम गर्दा हेर्नुहोस् अब कति नै गर्न सकिन्छ भनेर. अब बुढेसकालमा त सकिन्न 50 किलोको बोरा बोक्न. तर उहाँ त हजुरहरूले गर्दा होइन धेरै नै सजिलो भयो. अब राप्ती गाउँपालिकामा नभए कुनै ठाउँमा ठुलो काम नभए सानो काम केही काम पाउने झन् इच्छा जाग्यो, आश भयो नि. लेभल 2 पास भइसकेपछि धेरै काम पाउन थालेँ मैले. अनि लेभल 3 पास गरेँ भने म पनि ठेकेदार बन्न सक्छु. अनि सरकारी कन्स्ट्रक्सनहरू जति आउँछ त्योमा सायद के थाहा मेरो नै भाग पर्न सक्छ, म पनि राम्रो काम गर्न सक्छु होला. लेभल 2 ले गर्दा हेर्नुहोस् अब होइन अबबाट काम गर्ने सक्षम भइगयौँ.